माटोमा म त यो मर्छ होला त्यति सानो बिरुवा भन्ठानेको पहिला के गरे अरे पहिला खाल्टो खनेर पानी हालेर भिजाएर अनि त्यसपछि बल्ल रोपे अरे अब यति मेहनत गरेर रोपेपछि सबैजनाले रोपेपछि त सबैजना रोप्ने पानी हाल्ने सबैले ख्याल गरेपछि त बाँचिहाल्छ नि गाडपाले जस्तो राखेको छ आन्टीलाई त हामीले त्यहाँ केही भयो नि तपाईँको आँखा नै सिसी क्यामेरा हो भनिदिएको छु मैले अब सिसी क्यामेराको कुरा गर्दा गर्दा सिसी क्यामेरा पनि आएन खोइ कता गयो घटे खोला फोहोर फाल्न छोडेनन् भनेर सिसी क्यामेरा ल्याउनु पर्यो भनेर यसो भने अब सिसी क्यामेरा त त्यो पसलमै होला जस्तो लाग्यो है के भनेर आन्टी सिसी क्यामेराको विषयमा अहिले पर्दैन तपाईँकै आँखा सिसी क्यामेरा जस्तो छ त्यो डिलमा बस्नु अनि त्यहीँ हेरिरहनु नि भनेर पठायो भने होइन किन चाहियो सिसी क्यामेरा तपाईँले हेर्नु तपाईँले गाली गर्नु भन्छ फोहोर फाल्नेहरू आउँछन् मलाई नै झटाएर फालिदिउँला के गर्नु गाह्रो हो मलाई फोहोर नफाल भन्यो भने तेरो जग्गा हो र खोला फाल्न फाल्छु त भन्छ खोला फाल्न पाए कहाँ फाल्नु त तिमीहरूको जग्गा फालिदिएको छ र भन्छन् है अब आफ्नै घर हाम्रो घर ल्याइदियो भनेको छु मैले लग्यो हाल्यो आयो काम छैन आन्टीलाई एक्सर्साइज पनि हुन्छ नि आलु खन्ने बेला भयो होइन अब यस्तै लन्ठ्याङ मन्ठ्याङ गर्ने फुल कसो घर राम्रो छ कहाँ राम्रो छ भक्तु कुरा भन्ने डुल्ने हिँड्ने ल्याउने झिलमिली फुलेको छ नि कोही कोही आइछन् कोही म जत्रै भइछन् आएर लिएर आएको यस्तो फुल ल्याउन हामीलाई नि भन्छन् अब कहाँ मागेर यस्तो यस्तो फुल दिन्छ राम 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 मागेर नि दिन सकिँदैन मागेर नि दिँदैन नि अरूले नि 350 रुपियाँ परेको पर्को अनि त यो झन् कस्तो राम्रो थियो गमला नल्याएर यहाँ ओइला मुला जस्तो भइसक्यो त्यहाँ काम नपाएर एक्लै बसेर दिमागमा अनेक कुरा खेलाएर त्यो आफूलाई बिरामी पार्नु भन्दा होइन यहाँ नि कत्रो म जत्रै भइसक्यो यसरी फुलहरू रोप्यो भने होइन काम हुन्छ नि त काम पनि हुन्छ एक्सर्साइज 200 साइज अब बिहान बिहान त योगा पनि गर्न जाने 300 साइज हुने होला योगा गर्न साइज हुन्छ डोलेसरा जाने नाच्ने भाइ चन्दन लाउने के धस्ने चिया खाने आउने यस्तो छ अब फेरि चिया खान जाने म तातो पानीतिर गएँ बाई ल